हाई गाइज म उठिसकेको छु फाइनल्ली बिहानै उठेर चाहिँ म चाहिँ भर्खर उठिसकेको छु। आज चाहिँ आइतबारको दिन होइन। आज चाहिँ यसो बाहिरतिर जाने भनेको, बाहिरतिर पनि जानु पाइनँ होइन। बाहिरतिर चाहिँ एकदम बरफ परिरहेछ होइन। बाहिरतिर यति बरफ परिरहेछ अहिले। बरफ परिरहेको भएर चाहिँ बाहिरतिर निक्लिन सकिन्न। सो बाहिरतिर चाहिँ नजाने भन्ने सोच्यो होइन। बाहिरतिर यस्तो बरफ परिरहेछ, हामीले एकैछिन झ्याल खोल्दै त काफीभरि बरफ आयो नि त। सो बरफ परेर चाहिँ एकदम चिसो परिरहेछ। सो म चाहिँ फाइनल्ली अब लामेर बनाएर खानु लाग्यो होइन। सामान मिलाउनु पर्ने पनि धेरै छ। अब त्यो सामान मिलाएर चाहिँ म लामेन बनाउनु लाग्यो अहिले चाहिँ। लामेन चाहिँ लामेन चाहिँ मैले यस्तो खाले लगेको प्याकेटवाला भन्दा नि यस्तो खाले। यस्तोमा चाहिँ के हुन्छ भन्दाखेरि हामी यस्तोमा चाहिँ दुईवटा फाइदा छ नि त। यस्तोमा अर्को भन्दा नि सस्तो पर्छ होइन। मेरो कारण त त्यो हो, अर्को भन्दा नि सस्तो पर्छ। त्यही भएर यो वाला किनेको मैले चाहिँ। अर्कोमा महँगो पर्छ नि त, त्यही भएर सस्तो खाले पर्छ। तर यस्तो बडीकोमा बनाउनु परिरहेछ, त्यही भएर पनि बनाइदिइहालेँ मैले चाहिँ। सो बिहानै उठेर चाहिँ आज बिहानै के भन्नु 9-10 बजिसक्यो घरमा चाहिँ। 10 बज्न आइसक्यो अहिले चाहिँ। अब आइतबारको कामहरू के हुन्छ र, अब त्यही रेस्ट गर्ने हो। अरू दिनभरि निद्रा पुर्याउने हो होइन। द्याट्स इट म्यान। लामेन भिज्न एकदम टाइम लाग्छ होइन। लामेन चाहिँ दिन पानी चिसिसक्यो जस्तो छ। फेरि गाह्रो छ मलाई याउ। फाइनली लामेन चाहिँ यसरी बनाइदिइरहेको छु होइन मैले चाहिँ। लामेन चाहिँ यति छ, सामान पुरै बेहाल भएको छ। डलाउनु पर्ने सामान पनि बेहाल भएको छ मेरो सामानहरू पनि। अरू त के भन्ने, त्यस्तै नर्मली चलिरहेछ। आज म खुतिर जानुपर्ने, त्यहाँ जानु पाइँदैन। एन्ड त्यही हो। अरू त छुट्टीको दिन रेस्ट गर्दै बित्छ। सो स्केट खेल्न जाने हुन्थ्यो, स्केट खेल्न जानु पाइने होइन। त्यति कोठामै बित्ने भयो आजको दिन पनि बरफले गर्दाखेरि। त ठिक छ, कोठामै बिताइदिउँ न त के छ र होइन। अब कोठामै बिताइदिउँ ल। म चाहिँ अगाडि बाहिरतिर गर्थेँ होइन एकैछिन। म चाहिँ बाहिर गएको बेला चाहिँ टाउको भिडियो बनाइदिएँ सर्ट। एन्ड पानी चिसिसक्यो। लामेन त पाक्दैन के हो यार। लामेन पाक्नु गाह्रो नि भयो। चिसो नि एकदम चिसो छ नि त, त्यो कारणले पनि हो अन्त। सो फाइनल्ली मेरो लामेन पनि रेडी भइसकेको छ होइन। लामेन रेडी भइसक्यो। म चाहिँ अब लामेन खाने हो होइन। अब चाहिँ लामेन खाएर चाहिँ एकदम बाहिरतिर एकदम चिसो छ नि त। बाहिरतिर चिसो
तातो तातो लामिन खाने होइन लगतै म चाहिँ 2-3वटा भिडियो एडिटिङ गर्नुपर्ने चाहिँ ल्यापटपमा हाल्छु अनि ल्यापटपमा एडिटिङ गर्ने छ भने चाहिँ अनि भोलि चाहिँ लामिन खाम भर्खर उठेछ उठेर नि चिसो छ बाहिर एकदम मौसम यता नि हात चाहिँ पुरै कठाङतिर आएको छ चिसोले झन् यो कोठा नि एकदम चिसो हुन्छ टेम्परेचर यो कोठाको एकदम चिसो हुन्छ सानो भएर चाहिँ अनि यो ठाउँ घामै नलाग्ने टाइपको छ अनि सानो छ अनि त्यही भएर नि सो त्यतिखेरमा त्यही भएर चाहिँ चिसो छ अनि त्यही भएर तातो लामेन पनि खान लाग्यो अनि लामेन सामेन खाएर चाहिँ लगतै 2-3वटा भिडियो एडिटिङ सिकेर चाहिँ अनि त्यस पछाडि लगतै फेरि खाना गर्नुपर्ने छ खाना बनाएर अनि खाएर अनि फेरि उता मकपुतिर जानुपर्ने छ मैले हिजो सामान अर्डर गरिसकेको छु अनि त्यो लिन जानुपर्ने छ मकपु चाहिँ अनि सामान रेडी भइसकेको छ अनि त्यो चाहिँ लिन जानुपर्ने छ दिउँसो 12 बजीतिर सो त्यो लिएर आएर फेरि लगतै यतितिर लाग्छ भिडियो बनाउनुतिर त्यो अब टाइम लाग्नेछ त्यहाँ चाहिँ कम्तीमा जानु 15 मिनट आउन 15 मिनट आधा घन्टा अनि प्लस हल्का त्यहाँ पसलमा गएपछि हल्का डुल्नु पऱ्यो यताउता गरेर लगभग 12 बजे गएपछि कम्तीमा 1 बजीतिर आइन्छ होला होइन त्यही हो एक बजीतिर आएर अनि 2-3 बजीतिर आयो होला अनि फेरि एकछिन यताउता गर्दा टाइम गइहाल्छ अनि लगाउँदै फेरि साँझको खाना खाने बेला भइहाल्छ अनि फेरि साँझको खाना बनाउने खाने अनि फेरि भोलिबाट त लगाउँदै फेरि काममा जानुपर्छ काम त जस ठिकै चलिरहेछ त्यस्तो बढी पनि छैन होइन त्यस्तो कम पनि छैन त्यही हो नर्मली चलिरहेछ भनौँ जे भयो नि त्यस्तो आजकल काम बढी त छैन त्यो नि चलिरहेछ टाइम चलिरहेछ के गर्ने त कामै नगरेर नि के गर्ने पैसा थोरै आए पनि के गर्ने ठिक छ जे हुन्छ त्यसमै रमाउने अब पैसा त कहिले बढी कहिले कम यस्तै हो सधैँ नाच पनि हुँदैन अनि कारण के हो भन्दाखेरि मान्छे अब कम्पनीमै भर पर्छ अब कति चल्छ भन्ने काममै भर पर्छ काम बढी चल्यो भने बढी आउने हो ह्यान्डा कम चल्यो भने कम आउने हो त्यो काम अनुसारको नै आउँछ होइन सो त्यो चाहिँ के मतलब होइन ठिक छ जस्तो चल्यो नि नर्मल्ली 25-26 दिन काम चलोस् पुग्छ त्यति भएपछि 25-26 दिन काम भएपछि चाहिँ कम्तीमा कति आउँछ भन्दाखेरि 26 दिन इन्टु 20,000 ल 25-26 दिन भयो भने लगभग कम्तीमा सब काटकुट गरेर पनि लगभग 280-290 मजाले बचिहाल्छ होइन त्यति भएपछि पुग्यो अनि आनन्दसँग ओटी पनि नानेर टक्क महिनामा 4 दिन छुट्टी गरेर त्यति आउँछ भने पनि ठिक छ त्यो चाहिँ एकदम दामी होइन त्यति आइपुग्यो एउटा क्लिप चाहिँ पछाडि बनाउँछु अब एकछिनमा